नमस्ते। अब चाहिँ म घरबाट निस्किन आँटेको छु होइन। हिजोको भिडियोमा भनेको थियो हिजो आजभोलि चाहिँ लामा पर्दैछ, आइकन निस्किसक्यो। अब गएको हो म चाहिँ यहाँ घरमा पनि आइसकेँ होइन। भाइले चाहिँ तल सेन्टर भनिरहेको छ लामाहरूको होइन। चाहिँ म जाँदैछु यहाँ भाइको त्यहाँ हो, सेन्टर भनिरहेको छ अरे। यहाँ चाहिँ भाइले सेन्टर बनाउँछ लामाको अदम भन्नुपर्छ। यहाँ चाहिँ हाम्रो भाइ खै हेलो भन्नु भाइ, गुड मर्निङ भन्नु त। के जबरजस्ती गुड मर्निङ भन्नु है भाइलाई पनि। मुनि डोर्स यहाँ सेन्जम बनाइसकेको छ। घाम पनि आइसकेको छ हो। घाम यस्तो मजा लागिरहेको छ। यहाँ यस्तो भ्यू देख्छ यस्तो दामी हरियो हेर्नु। घाम पनि आइसकेको छ हो। र आजको हाम्रो डिपार्टमेन्ट किचन चाहिँ यहाँ तल छ। माथिको किचनमा चारो बनाउँदा चाहिँ बिजी हुन्छ। अनि यहाँ चाहिँ अब यहाँ केलाउनु सुँगुर मासुको लागि लसुन प्याज अनि यहाँ चाहिँ अदुवा हो। म चाहिँ केलाइदिन्छु नि। अहिले चाहिँ सुँगुर मासु पकाउनुहुन्छ हाम्रो आई पवित्रले चाहिँ हो। अनि माथि चाहिँ पुरा डिस्टर्ब हुन्छ किचनमा, चिया बनाउने हुन्छ होइन। सो त्यसले गर्दा चाहिँ यहाँ अलग्गै किचनमा यहाँ ताला मुनिमा चाहिँ पकाउनु आइरहेको छु। अब म चाहिँ यहाँ स्टार्ट गएको प्याजदेखि स्टार्ट गर्छु होइन। आजको वेदर एकदम चिसो भइरहेको छ होइन। पानी पर्दा जस्तो भइरहेको छ हो। अनि आजको मर्निङको भिडियो पनि बनाइदियो। आज हो सेकेन्ड डेको भिडियो होइन। यो चाहिँ सेकेन्ड डेको भिडियो स्टार्ट हुँदैछ मेरो होइन। प्याज केलाउनु चाहिँ यति लाग्छ किनभने प्याज त्यस्तो रुवाउँछ होइन। यहाँ छ लसुन अदुवा। यहाँ चाहिँ छ यो पर्क, यो चाहिँ पर्क रिब्स हो। यहाँ चाहिँ लामाको लागि सबैको लागि यो चाहिँ। यो तेल हाल्यो अहिले चाहिँ कराईमा। सुँगुर मासु बाहिर पकाउनु पर्नेछ हो। यहाँ चाहिँ मैले सिमी केलाउँदैछु। आई काट्दैछु, म केलाउँछु। भाइले चाहिँ यहाँ आई मेरो मेरो चाहिँ ब्ल्याक टी हो फर्स्टको। यहाँ चाहिँ फेरि ल्याइदिएछ भाइले। हामी सिमी काट्दैछु हो। यहाँ ठिकै यस्तो चिसो हावा आउँदो रहेछ कि आम्मा के ल्याइदिएछ यहाँ भाइले हेर्नु थाहा छ। जिरो होला खाले ल्याइदिएछ। आई खाले खानुहोस्। खाले ल्याइदिएछ। हामी दुईजना हो किचनमा माथि भन्दैछ हामी यतै ठिक छ जस्तो लाग्यो। त्यहाँ ल्याइदिएछ। यहाँ चाहिँ खोल्सा नजिक भएर चिसो हावा आउँदैछ। नुन चाहिन्छ, नुनै छैन चियामा त। चिया त ल्याइदिएछ, नुनै छैन। त्यो टाइम किचनमै माथि बस्नु आउँछ। म दुईजनाको किचन यहाँ बेलुका बिहानदेखि बेलुका बुढीसम्म जानु यहाँ छ हो। अब चम्ची छैन छुरीको टुप्पाले कस्तो चिसो हावा आएको यहाँ खोल्सा नजिक उयो भयो चिसो हावा। आइपुग्छ फेरि पूजा खानु रहेछ। चिसो हावा यहाँ चाहिँ सबै सब्जी पाकिसक्यो हो। आन्टीले चाहिँ चिकन बनाउनु रहेछ तर यस्तो डक्कनी चाहिँ तातो भएर चाहिँ मलाई लाइट पनि कस्तो मारिदिएको। यहाँ चाहिँ आन्टीले चाहिँ चिकन ग्रिल बनाउनु भएको छ। यहाँ बेलुकाको पाक्दैछ हो। अब यो लास्ट पाक्नु छ, अरू सबै पाकिसक्यो होइन। यहाँ चाहिँ जालमुरी खाएर हो। यहाँ चाहिँ बहिनीहरू सराम छ नि बेरेर खाएर हो। यहाँ चाहिँ बेसी कराउँदै चाहिँ बिचरा। हाम्रो चाहिँ पकाइसक्यो। अब किचनतिर गएको हो। अब मेरो चाहिँ बेलुका र बिहानको भिडियो चाहिँ एउटै म भ्लगहरू बनाएर हाल्दैछु। बहिनी चाहिँ सराम छ नि हेर्नु बेरेर खाएर। सराम छैन बहिनी।
यहाँ हाम्रो भाइ साह्रै कराउँदैछ बिसालो नगर घेरी उसिने अब बुलीको चाहिँ यहाँ घेरी रेडी राखिरहेको छ हो बुलीको लागि चाहिँ यहाँ बिहानको लागि चाहिँ एकदम घेरी यहाँ रेडी छ हाम्रो चाहिँ पकाइसक्यो यो चाहिँ भाइको काम हो घेरी उसिने चाहिँ अब हाम्रो चाहिँ पकाइसकेको यहाँ किचनबाट सबै लिएर माथि जानुपर्छ हो जो चिकन म्यारिनेट गर्न रहेछ अब चिकन दुई र आज हात पनि पक्रिसक्यो यो चिकन दुको त 1 घन्टा पनि बेसी दुई आम्मामा तीनटा सब्जी पाकेर मात्रै यो चिकन दुइसक्यो क्या आम्मामा यो पुरा टालेछ नि त अचानक त्यो पुरा टालेर नि पछि यहाँ म्यारिनेट गर्न आँटेको छु यहाँ छ लसुन अदुवा हो है यो खिड्की खोलेर त चिसो हावा आउन पनि चिसो भयो यो चाहिँ अब म्यारिनेट गर्नुपर्छ आइटिटी आएछ आइटिटी भएको होला जाडो आमा यो हालिदिउँ यहाँ कम्ती हुन्छ नि यो हालिदिउँ आई फ्राई गर्नुहोस् न म म्यारिनेट गरिदिन्छु आमा चिसो हावा बाफ्रे मेरो अब यसमा चाहिँ फुड यहाँ कलर हाल्नुपर्ने छ है खाना बनाइसक्यो माथिल्लो खाना दिनु आँटेको छ अनि त्यसपछि मैले भिडियो गरेन है बिर्सेछ छ चिकन दुई र नि हात पनि पक्रियो आज त बिहानदेखि चिकन दुइमा अनि 3टा सब्जी पाकेर मात्रै मेरो चिकन दुइसक्यो जानु त्यो अचानकको पुरा कालो टालेर यस्तो टाइम लाग्यो कि बुली चाहिँ बिहान चाहिँ घेरी होइन घेरी पनि दिन्छ बुली घेरी छ नि त बुली चाहिँ लासो तेल गरेर चाहिँ एकदम घेरी सुँगुरको मासु घेरी करेला चाहिँ कहिले भन्थे बुली बिहान बेलुका चाहिँ फुलकोपी र मटर बिहानको पनि खानापिना बनाएको छ होइन माथि लग्यो पनि सक्यो यहाँ चाहिँ फ्राई गर्दैछ हो लस अब यहाँ चाहिँ फुड कलर हाल्नुपर्ने छ हो कहाँ उमिसकेको छ मेरो कहाँ चिकन म्यारिनेट पनि गरिसक्यो यो चिकनको यस्तो कलर हाल्दा म आफै आँखा तिरिमिरी भयो बेसी देखेर यहाँ यस्तो चिसो हावा आउँछ कि आम्मामामा हामी चाहिँ बिहानको पनि खाना खाइसकेँ होइन अब मैले चाहिँ खाना खाएको चाहिँ भिडियो गरेन हो किनकि हामी यतै किचनमा थियो खाना बनाएर माथि लगिहाल्यो होइन मलाई अहिले चाहिँ हस्दैछ मेरो यहाँ भिडियो स्टार्ट हुँदैछ अब चाहिँ बेलुकाको हामी चाहिँ कोपी केलाइसकेको छ अनि बेलुकाको चाहिँ कोपी र मटर छुर्पीको झोल चिकन बनाउन आँटेको छ हो अहिले चाहिँ यतापट्टि फ्रेन्च फ्राई स्न्याक्सको लागि फ्रेन्च फ्राई र चिकन फ्राई गर्नु हुँदैछ अनि म चाहिँ बेलुकाको सब्जी केलाउँदैछु यही मटर अलरेडी या फुलकोपी केलाइसक्यो अनि खाली भएको कारण चाहिँ हामी चाहिँ करेला काट्छु हो यो चाहिँ भोलि बिहानको लागि होइन म चाहिँ यहाँ करेला काट्दैछु हो अब मैले चाहिँ खाना पारेको चाहिँ मैले अब भिडियोहरू चाहिँ गरेन किनकि हामी चाहिँ किचनमै थियो हो माथि चाहिँ पकाएर लिएर गएको थियो हो सबैजनाले बारी सक्नु भएको थियो लामाहरूलाई अब चाहिँ दिउँसोको खाजा चाहिँ हाम्रो छ आज सेलरोटी र टी मात्रै हो फेरि बेलुकाको यहाँ स्टार्ट गर्दैछ मजाले यतापट्टि भाइको रुममा आएको छु आन्टीहरू काटकुट गर्दैछ तपाईँलाई अघि नै देखाइरहेछ सब्जीहरू काट्दैछ बेलुकाको अब चाहिँ पकाउनु स्टार्ट गर्नु आँटेको छ हामीले हो तपाईँलाई पनि देखाइदिन्छु हो खाना पनि खाइसक्यो हो अनि यहाँ चाहिँ स्न्याक्सको लागि चाहिँ फ्रेन्च फ्राई गर्दैछ हाम्रो अहिले चाहिँ हो आलु चाहिँ म्यारिनेट गरेर राखिरहेको छ चिकन पनि फ्राई गर्दैछ हो अब चाहिँ हाम्रो बेलुकाको थाल्दैछ आन्टीले काट्नुहुँदैछ है बेलुकाको सुरु भएको छ हाम्रो यहाँ पकाउने सेफ चाहिँ हाम्रो यहाँ आन्टी हुनुहुन्छ है अहिले चाहिँ यहाँ फिलहालमा चाहिँ आलुदम पाक्दैछ हाम्रो अहिले चाहिँ आलुदम बनाइदिँदैछ यहाँ सब्जी उसिने रेडी कोपी र मटर फेरि बेलुकाको त्यहाँ चिकन हो चिकन दुन आँटेको छु म चाहिँ बिहानै चिकन दुको चाहिँ 1 घन्टा पनि बेसी दुयो अहिलेको चिकन अब फेरि चिकन दुन्दा चाहिँ कति घन्टा लाग्ने हो हेर्नुपर्छ हो ग्यारी पकाउँदैछ हाम्रो भाइले बुढी बिहानको लागि चाहिँ लामालाई ग्यारी दिनुपर्छ हो हाम्रो यस्तो पकाउँछ ग्यारी चाहिँ लामाको लागि भिडियो अन चाहिँ भाइ भएछ
कोदो यहाँ भिडियो चाहिँ अन नि के नभन्नु अब मैले चिकन अहिलेदेखि चिकन धुनु थाल्नु पऱ्यो नि बिहान त 1 घन्टा भन्दा बेसी लाग्यो चिकन धुनु अब बिहान अहिले टालेन आज राम्रो यो टालेन बिहान छाला उठी बनाउनु अब अहिले पनि यति चिकन छ अब फेरि यहाँ स्टार्टिङ बेलुकाको चिकन ग्रेभी अब म चाहिँ चिकन धुनु थालेको होइन कहाँ राख्नु फेरि सामान पनि मिठो मिठो च्यानल आउँछ यहाँ आएर आलुदम पकाइदिनुहोस् के हुन्छ अरे अब त मैले बेलुकाको आम्मामा खोर्सानी चाहिँ बेलुकाको स्टार्ट भएको तर अहिले त खोर्सानी डराएर खाएको खोर्सानी डराएर आन्टी सकेर खोर्सानी हामी यहाँ भाउ छोरी हामी भाउ छोरी यहाँ पकाउँछ कि पकाउनु पर्छ भाउ छोरी बहुत छोरी यहाँ कान्ति छोरी उयो आन्टीको केक काट्नु रहेछ बरु यहाँ आज आन्टीको बर्थडे हो अनि आन्टीको यहाँ केक काट्नु रहेछ सबैजना फोटो खिचिहाल्छ बर्थडे ब्लगर आयो हाम्रो ब्लग देख्नु पनि देख्दैन रहेछ यहाँ मलाई पुरा लाज लाग्यो